Hi guys, welcome back to my channel. So आज चाहिँ हो मेरो बुढाको बर्थडे अनि तपाईहरु सबैजनाले विश गरिदिनु होला कमेन्टमा नगरे पनि मनमै भए पनि भित्र मेरो बुढालाई विश गरिदिनु हो ह्यापी बर्थडे बेबी थ्यांक यू one more time अन्तखेरि यस गाइस आज हाम्रो त्यस्तो त्यो स्पेशल केही छैन हैन बट स्टिल मैले त बिर्सिसकेको बर्थडे गाइस हैन बिर्सेको चाहिँ हैन के भयो भन्नु त म चाहिँ भोलि सोच्दै थिएँ हैन भरे त आज पो आएछ एक दिन छिटो जन्मेछ अन्तखेरि चाहिँ त्यस्तै भयो अन्तखेरि यस गाइस बिर्सेको हैन आफ्नो कुरा जन्मेको कहाँ बिर्सिन्छ है अन्तखेरि नि गाइस के भने चाहिँ त्यही भन्दै थिएँ हैन अब हाम्रो त्यस्तो स्पेशल प्लान केही छैन किनभने अब बर्थडे सेलिब्रेटहरू गर्नुहरू अब त्यस्तो घरमा कामहरू गर्नु पर्यो के गर्नु पर्यो अन्तखेरि चाहिँ अरे नगर्नुपर्ने तर पनि अब हल्का फुल्का घरमै फ्यामिलीसँग हुन्छ नि त त्यही भएर चाहिँ के कसो हुन्छ देखाउँछु अनि बुढो भएको दिनहरू त क्याप्चर गर्दै गर्नु पर्यो होइन त्यही भएर चाहिँ क्याप्चर गरेको सो यस स्टे ट्युन्ड ह्यापी बर्थडे माइलु बेबीले पनि भन्दैछ तिमीलाई ह्यापी बर्थडे भनेर तर बेबीले आइ एम कमिङ सुन भन्दैछ Hi guys. Yes. मेरो दिदीले गाइस गरमले त्यही भएर यस्तो Happy birthday to you. Happy birthday to you. Happy birthday dear Sonu. Happy birthday to you. May God bless you. Happy birthday dear Sonura. Happy birthday to you मेरो बुढा Happy birthday Wow. कहाँ लो भिडियो बाई बाई कहाँ लो आउन न बाबा यता छोड्दिन बाबाको उयो लिकिन आउनु न हामी Happy birthday. हामी बाँकीमा आयौँ बाकी बर्थडे और हैप्पी बर्थडे त्यो इसको के हो दुआ? के हो दुआ? यसको धुवा भनेको यसकै हो होइन अब भेना दिदी आया खै ढोक्छ यत्रो बडा ढाड मात्र देखाउँछ कत्रो मान्छे हो फेरि यो मम्मी भन्दा ठुलो पहिला हो चाहिएको तित बोले मैले पहिला खाइदिएँ सफा लाउ यता पकाइछु यहाँ बस अनि म हेर जहाँ मलाई खुवाइदियो आफू गरेर आफू गरेर लु भेना चाहिए भेना भेना को फोटो खिच्दिनु ऐसे नहीं जाएगा डेट का बारे में साइड में वो बैठा है तो उठो हो गया उठो टाइम हो गया Kita
काका र बाजे र बडा बाजेलाई बाजे हेरेर स्कुलमा छ नलुकेको दिन्छ मामाको काकाले फेरि सानो गर्दैन नि म र सबैले टन्न केक खाने ल यता फर्क यता उताबाट अलिक मुनि हो चौ भाइ यत्रो रे भाइ बा क सबैले देख सफल यता हेर रे त्यहाँ किन राखेको हौ खाइदिनु भन्छ भर्खर दल्दिएको होइन अनुहारमा नखाऊ फ्यान देऊ त्यो फ्यान